हेलो कपाल छ त हजुरको मनमा लागेको कुराहरू कमेन्टमा लेख्न नभुल्नुहोला। तर लामो समयपछि कोच प्रमोदले कपाल काटेपछि अनौठो भने सबैलाई लाग्नेछ। अब ब्याटल राउन्डको बारेमा चर्चा गरौँ है त। द भोइस किड्स सिजन 2 को ब्याटल राउन्डको एपिसोडहरू टिभी तथा युट्युब च्यानलबाट हेर्न पाइनेछ। अबको शुक्रबारबाट ब्याटल राउन्डको लागि 4 जना कोचहरूले राम्रो नै गरेको देखिन्छ। यसपटक सबैभन्दा बढी गाह्रो भने कोच मिलनलाई बन्ने देखिन्छ, किनभने ब्लाइन्डमा उहाँले भने स्टिलको ट्यालेन्ट छ भन्दैमा अरू ट्यालेन्ट र टिम पनि कमजोर छन् भन्न मिल्दैन। टिम प्रमोदमा पनि यस्तो ट्यालेन्ट छन् जो सबैभन्दा छिटो कोचहरूलाई फर्काउन सफल र 4 जना कोचहरूको स्ट्यान्डिङ अडिसन पाएका प्रतियोगी छन्। सबै प्रतियोगीहरूसित जसन सुशान्तमा पनि यस्ता प्रतियोगी छन् जो उत्तिकै क्षमतावान छन् र टिम परिवेशमा पनि उत्तिकै क्षमतावान ट्यालेन्टहरू छन्। प्रत्येक कोचहरूलाई स्टिल पावर 20वटा रहेका छन्। यस हेर्दा ब्याटलमा आउट भएका ट्यालेन्टहरू पनि कोचहरूले स्टिल गरेर उपाधि जितेका छन्। जस्तै द भोइस अफ नेपाल सिजन 1 मा सिडी विजय अधिकारी, सिजन 2 मा राम लिम्बू। हजुर साथीहरू, हजुरहरूलाई हवस् त नमस्कार। भिडियो अन्तिमसम्म हेरी साथ दिनुभएकोमा विशेष आभार र धेरै धेरै धन्यवाद।